थिनकुने घटना के का कारण घटाइयो, राज्यले देखाएको तानाशाही प्रवृत्ति विरुद्ध, निरङ्कुशता विरुद्ध, विशेष गरेर केपी ओली सनकी तानाशाहीका विरुद्ध पनि आज देश एकजुट हुँदैछ, चितवनवासी एकजुट हुँदैछन्। किन यो अवस्था आयो? आज दुर्गा प्रसाईहरूलाई थुनिनु पर्ने कारण के हो त? दुर्गा प्रसाईहरूले के गरे? दुर्गा प्रसाईहरूले बाँदरमुठे घटना घटाएका थिएनन्। दुर्गा प्रसाईहरूले धर्मभक्तहरू जस्ता मान्छेलाई झापामा टाउकोमा बन्चरले हानेर भात खाँदै गरेका मान्छेलाई मारेर झापा क्रान्ति हो भनेका थिएनन्। दुर्गा प्रसाईहरूले 17,000 मान्छे मारेर त्यसको रगत पसिनामा लपपत गरेर सत्ताको चुलीमा रमाउने काम गरेका थिएनन्। दुर्गा प्रसाईहरू त कारावास उठाएका थिए। दुर्गा प्रसाईहरूले बाहिर विदेशमा अलपत्र परेका लासहरू लिएर आएका थिए। हाम्रो दुर्गा प्रसाईले 20 लाख मुनिको ऋण मिनागर शोषित उत्पीडितलाई न्याय दे भनेका थिए। हाम्रा दुर्गा प्रसाईले वित्तीय शोषण उत्पीडनबाट मुक्ति, यी तानाशाहहरूबाट मुक्ति, यी समाजमा मुठ्ठीभरका हुकुम चलाउने शासकहरूबाट मुक्ति, मिटर ब्याज सुदखोर आतंकको अन्त्य, यो व्यवस्था, यो लुटतन्त्र, जुन लुटतन्त्रमा हामी भुइँ मान्छेहरू नाङ्यौं, हाम्रा यी जुन लुटतन्त्रमा, यो गणतन्त्र नामको लुटतन्त्रमा हाम्रा आमा नाङ्गे, हाम्रा चेली नाङ्गे, हाम्रा दाजुभाइ विदेश जान बाध्य भए। यो व्यवस्था हटाऊ, शान्तिपूर्ण तरिकामा राज संस्था लिएर आऊ, राम राज्य राज संस्था लिएर आऊ र हिन्दू अधिराज्यको घोषणा गरौं। देशलाई हामी धार्मिक बनाऊ, सहिष्णुता बनाऊ, एकले अर्कालाई हात मिलाउने, एकले अर्कालाई बाँच्न पाउने, एकले अर्कालाई सम्मान गर्ने पाउने वातावरण बनोस् भनेर भने आऊ। दुर्गा प्रसाईलाई यसैका लागि पक्राउ गरे आऊ। हामी यो सिडिओ कार्यालयबाट पनि भन्छौँ दुर्गा प्रसाईहरू लगायत राष्ट्रवादी साथीहरूलाई, रविन्द्र मिश्र दाइलाई, पशुपति खड्कालाई, सन्तोष राजावादीहरूलाई, मुनेन्द्रनाथ भण्डारीहरूलाई निशर्त रूपमा रिहा गरियोस्। हामी यही भन्न चाहन्छौँ। अन्य सम्पूर्ण पक्राउ परेका आस्थाका बन्दीहरूलाई तुरुन्त रिहाई गरियोस् भन्ने हामी चाहन्छौँ। यही चाहना राखेर हामी भुइँ मान्छेहरूले लघुवित्तबाट भोग्नु परेका पीडा, ब्याङ्कबाट भोग्नु परेका पीडा, मिटर ब्याजी सुदखोरको आतंकबाट हामी हाम्रा मुद्दा लिएर ज्ञापन पत्र बुझाउन आएका छौँ। यो ज्ञापन पत्र बुझाएर मात्र फर्कन्छौँ।